सबैजनालाई प्रभु यीशु ख्रीष्टको नाउँमा जय मसीह छ। म पास्टर आइजक शिलङबाट, अनि यो शिलङ चाहिँ हाम्रो इन्डियाको नर्थ इस्टको एक भाग हो, शिलङ मेघालयमा। अनि त्यहाँदेखि म तपाईँहरू सबैलाई विशेष कुरा एउटा जनाउनुको लागि म यहाँ उपस्थित भएको छु। र त्यो विशेष कुरा के हो भन्दाखेरि हामी सबैलाई थाहा छ, हाम्रो हरेक 2 वर्षमा GNSCF जो चाहिँ ग्लोबल नेपाली स्पिकिङ क्रिस्चियन फेलोसिपको हाम्रो सेवकाहरू हुँदछ ठाउँमा। अनि यो पालि आउने वर्षमा चाहिँ 2027मा चाहिँ यहाँ शिलङमा हुनु गइरहेको छ, हाम्रो इन्डिया शिलङमा। अनि यसर्थ तपाईँहरू यहाँ भारतमा बसोबासो गर्नुहुने र भारतदेखि बाहिर देश विदेशमा बसोबासो गर्नेहरू तपाईँहरू सबैलाई यो कुरो जनाउनुको लागि म अति नै उत्सुक छु। अनि म एकदमै खुसीले तपाईँलाई यो कुरो भन्न चाहिरहेको छु कि आउने वर्षमा 2027मा जुन महिनाको 8देखि लिएर 10 तारिकसम्म हाम्रो ग्लोबल नेपाली GNSCF ग्लोबल नेपाली स्पिकिङ क्रिस्चियन फेलोसिपको सेवकाई बडा भव्य रूपमा यहाँ शिलङमा हुनु गइरहेको छ। र यो सेवकाईको लागि हाम्रा जति पनि गुरुआमाहरू हुनुहुन्छ र अगुवा लिडर्सहरू हुनुहुन्छ, विश्वासी दाजुभाइ दिदीबहिनीहरू, हामी तपाईँहरू सबैलाई हामी शिलङमा हामी एकदमै खुसीको साथमा हामी तपाईँहरूलाई हामी स्वागत गर्दछौँ। जसरी भन्ने गरिन्छ, शिलङ चाहिँ अब के हो, एउटा स्कटल्यान्डको एउटा भाग जस्तो बताइन्दछ। अनि यहाँ धेरै घुम्ने ठाउँहरू पनि छन्। हाम्रो सेवा 3 दिनसम्म हुँदछ, 8, 9, 10मासम्म सेवाहरू हुँदछ। अनि त्यो सेवाको पछि 11 तारिक चाहिँ तपाईँहरूलाई घुम्ने मौका पनि छ। यदि कोही साइट सिनहरू घुम्न चाहनुहुन्छ भने हामी त्यो प्रबन्ध गरिदिनेछौँ। तपाईँले अघिबाट नै हामीलाई सूचनाहरू दिनु पर्यो। अब हामी चाहिँ तपाईँलाई कहाँबाट आउने हो, कसरी, अनि कहाँ जाने, कुन हल कहाँ छ, के हामी गर्छौँ यहाँ, के हुन्छ यहाँ, त्यो कुरो हामी विस्तारै रूपमा हामी तपाईँलाई सुनाउँदछौँ। धन्यवाद। यो चाहिँ हाम्रो शिलङ सिटीको एउटा मेन जग्गा हो। जस्तै तपाईँ गुवाहाटीदेखि आउनुहुन्छ, अनि त्यो चाहिँ यो बाटो आउँदछ यताबाट, अनि तपाईँहरूको गाडी त्यहाँ पर रोकिन्छ, अनि त्यहाँबाट आएर, अनि यो चाहिँ मेन जग्गा हो। यहाँनिर चाहिँ अब विभिन्न हाम्रो ठाउँ बस्ने ठाउँहरू यता पछाडि पनि छ तपाईँहरूको बस्ने ठाउँ, अनि यतातिर पनि होस्टेलहरू छ, त्यहाँनिर बस्न सक्नुहुन्छ पछाडि। अनि यो चाहिँ बजार जाने ठाउँहरू छ, यताबाट बजार जान सक्नुहुन्छ। वकिङ डिस्टेन्स हो, धेरै टाढो छैन, 5 मिनटमा तपाईँ ठुलो बजार पुग्न सक्नुहुन्छ यहाँबाट। अनि यहाँनिर चाहिँ एकदमै राम्रो लोकेलिटी छ। अनि यो पर चाहिँ तपाईँले एउटा चर्च देख्नुहुन्छ, यो चाहिँ पुरानो अल सेन्ट चर्च हो, त्यहाँ तपाईँहरू भिजिट गर्न सक्नुहुन्छ। र यो चाहिँ शिलङको मेन सिटी जहाँ चाहिँ तपाईँहरू आउँदै हुनुहुन्छ, अनि यो चाहिँ तपाईँहरूलाई हामीले देखाउँदैछौँ। अनि अब हाम्रो प्रोग्रामको ठाउँ चाहिँ हामी यताबाट जान्छौँ, अनि यो चाहिँ अहिले तपाईँलाई हामीले देखाउनेछौँ। प्रोग्रामको ठाउँ यो इन्ट्रेन्सहरू छ, यहाँ गेटहरू छ, अनि भित्र गएर कहाँनिर के हुन्छ हामी त्यो तपाईँलाई विस्तार रूपमा हामी बताउनेछौँ। अनि यसको लागि चाहिँ हाम्रो दिपाले बताउँदछ कहाँनिर के गर्नेछ। प्रभु यीशु ख्रीष्टको नाउँमा सबैलाई जय मसीह छ। म चाहिँ दिपा गुरुङ, शिलङ नेपाली क्रिस्चियन फोरमबाट। अनि अङ्कलले चाहिँ सबै भनिसक्नु भएको हुनुहुन्छ, र म तपाईँलाई खालि त्यो एन्ट्रेन्सहरू देखाउने छु। हल जाने ठाउँहरू चाहिँ म तपाईँलाई देखाउनु छ। आउनुहोस्, यो चाहिँ नि हाम्रो एन्ट्रेन्स ल। यहाँ चाहिँ नि माथि चाहिँ नि खुदै शिलङ लेखिएको छ, भन्नलाई चाहिँ नि धन्यवाद शिलङ। र आउनुहोस्, यताबाट चाहिँ हामी भित्र पस्नेछौँ। अनि यहाँ चाहिँ नि तपाईँ देख्न सक्नुहुन्छ, यहाँ चाहिँ नि विलियमसन सङ्गमा मेघालय स्टेट म्युजियम छ। अगर तपाईँ आउनुभयो भने चाहिँ नि जान चाहनुहुन्छ नि जान सक्नुहुन्छ है। ल हामी चाहिँ नि यो तपाईँलाई देखाउनेछौँ, खालि बाहिरबाट अलिकति छिमेकी हेर्न सक्नुहुन्छ। ल आउनुहोस्, यो चाहिँ नि हाम्रो ठाउँहरू है, यसरी पार्किङहरू नि यहाँ। अब यो चाहिँ हाम्रो भित्र पस्ने ठाउँदेखि अब यहाँनिर हाम्रो यो काउन्टरहरू पर्छ। करिबन
तपाईँको 8-10वटा स्टलहरू हुन्छ यहाँनिर बाहिर। त्यसपछि तपाईँको हल चाहिँ यो हो, यहाँनिर हेर्नुहोस् यहाँ नाम लेखेको छ सोसोथाम अडिटोरियम, यहाँ तल नाम लेखेको हामी देख्छौँ। यो चाहिँ हाम्रो हलभित्र पस्ने ठाउँ हो, गेटहरू छ यहाँ। अनि बाहिरको तपाईँले देखिहाल्नुभयो। अब यहाँदेखि हामी भित्र पस्छौँ अनि यसरी आउँदाखेरि यहाँनिर अब हामी यहाँभित्र आउँदाखेरि तपाईँलाई हामीले यो हल अब हामी देखाउँदैछौँ। अनि यहाँ चाहिँ हाम्रो स्टेज हो जहाँनिर हाम्रो प्रोग्राम हुन्छ, वर्कसप हुन्छ, अनि कतिपय कुरो जो हामीले गर्छौँ स्टेजमा वचनहरू हुन्छ, त्यो सबै यहाँनिर। आउनुहोस् म अलिकति देखाएँ। यहाँ चाहिँ हामी यहाँदेखि माथि जान्छौँ यसरी, अनि यसरी गएर अनि हाम्रो यो स्टेज यहाँ छ जो चाहिँ प्रोग्रामहरू जो पनि हुन्छ हाम्रो यहाँनिर हुन्छ। अनि लाइटिङहरू हुन्छ, अनि साउन्ड सिस्टमहरू यतै हुन्छ पुरा। अनि यो चाहिँ हाम्रो प्रोग्राम गर्ने ठाउँ हो, स्टेज हो। ओके, अनि त्यसपछि चाहिँ हाम्रो यो हल चाहिँ जो छ हाम्रो यो हो बस्ने ठाउँ यहाँनिर छ। यो चेयरहरू देख्नुहुन्छ, यो चेयरहरू लागिरहेको छ। यहाँ करिबन 600 भन्दा अलिकति माथि चेयरहरू छ र हामीलाई यहाँ धेरै स्पेसहरू छ। हामी त्यो स्पेसमा चाहिँ एक्स्ट्रा चेयरहरू राखेर हामीले करिबन 800जनाको क्यापेसिटी हामी यहाँभित्र गर्न सक्छौँ। अर्को कुरा के छ भन्दा अहिले हल अलिकति रिनोभेट पनि हुँदैछ। अनि माथि उता पर हेर्नुभयो भने त्यहाँ ग्यालेरी पनि छ, अहिले युज गरेको छैन, तर अहिले अब यो बन्दैछ र क्यापेसिटी पनि यसको बढ्छ, पछाडि जान्छ र त्यो पछि स्टेज यो माथिको ग्यालेरी पनि त्यो बन्नु सक्छ। अनि हामीले अझै धेरै राम्रो, योभन्दा अझै राम्रो हामी हाम्रो समयसम्म चाहिँ हाम्रो प्रोग्रामसम्म चाहिँ हामी अझै राम्रो गरी हामी पाउनेछौँ। अब हाम्रो यो हलको एरिया चाहिँ यो हो। अघि तपाईँलाई हामीले देखाइहाल्यो भित्रको कुराहरू सबै। अब बाहिरको पर्मेसेस भन्ने त्यो कतिले सोध्दै हुनुहुन्थ्यो, पर्मेसेस भनेको चाहिँ यो बाहिरको कम्पाउन्डर हो। यहाँ जो गाडी उभिँदैछ त्यहाँनिर चाहिँ हाम्रो डाइनिङ यो किचनहरू बन्ने छ। हामीले प्यान्डल लगाउनेछौँ माथिबाट, अनि त्यहाँ किचनहरू बन्ने छ, अनि त्यहाँ खानाहरू बन्ने छ हाम्रो लागि। अनि त्यहाँ ब्रेकफास्ट, लन्च, डिनर जति पनि हुन्छ त्यहाँनिर बन्ने छ। अनि त्यसपछि चाहिँ पर त्यो गेट जो देख्नुहुन्छ त्यो चाहिँ मेन रोड हो। गुवाहाटीबाट आउने गाडीहरू त्यहाँ रोक्छन्, टुरिस्टहरू त्यहाँ रोक्छन्। त्यहाँदेखि त्यो गेटदेखि यहाँभित्र पनि आउन सकिन्छ, अथवा अघि देखाएको इन्ट्रेन्स त्यहाँबाट पनि आउन सक्नुहुन्छ। दुईवटा गेट छ। त्यसपछि यहाँ चाहिँ नि हाम्रो यहाँदेखि जहाँ देख्न सक्नुहुन्छ जहाँ काम हुँदैछ त्यहाँबाट लिएर यहाँसम्म चाहिँ नि पुरा अब डाइनिङ हलहरू बन्ने छ है। खाना खाने हुने सबै यतैतिर हुनेछ र हो। ठुलो स्पेस छ, पुरा डाइनिङ यहाँ बन्ने छ, अनि अलग अलग बनाइने छ। यसकारण तपाईँहरू सबैलाई फेरि पनि यो हाम्रो शिलङ सिटीमा सबैलाई स्वागत छ। अनि सबैजना आउनुहोस्, अनि हामी एकदमै खुसी हुनेछौँ तपाईँहरूसँग मिलेर सङ्गति गर्नु। अनि हाम्रो 2027को जुन महिनाको 8देखि 10सम्म अनि यो प्रोग्राम हुनेछ। तपाईँहरू आउनुहोस्। 11 तारिक या अथवा 12 तारिक तपाईँ अझै एक्सटेन्ड गर्नुहुन्छ भने हामीलाई पहिल्यै बताउनुहोस्। 11 तारिकको दिनमा तपाईँहरू विभिन्न ठाउँमा घुम्न जान सक्नुहुन्छ। हामीले यहाँ फोटो हामी देखाइदिनेछौँ, हाम्रो भाइले देखाइदिनु हुनेछ, पास्टर भाइले कुन ठाउँ छ शिलङमा राम्रो राम्रो फल्सहरू छ, चेरापुन्जी छ, देउकी छ, अनि शिलङकै छेउछाउमा अरू स्पटहरू छन्, त्यो तपाईँले फोटोद्वारा हेर्न सक्नुहुनेछ। अनि 11 तारिकको दिनमा यदि तपाईँहरू जानुहुन्छ भने अलिक पहिल्यै त्यो हेरेर तपाईँले बुक गर्न सक्नुहुन्छ, फोन गर्न सक्नुहुन्छ। अनि हामी तपाईँको लागि गाडीहरू हामी प्रबन्ध गर्नेछौँ, तर गाडीको फेयर चाहिँ फेरि आफै दिनुपर्छ, यो चाहिँ याद गर्नु होला। यहाँबाट हुँदैन, यो चाहिँ आफै रिजर्भद्वारा तपाईँले गर्न सक्नुहुन्छ। अनि स्पटहरू हामी देखाइदिनेछौँ। सबैलाई यतिमै हामी आज राख्नेछौँ। सबैलाई धेरै धेरै धन्यवाद हेर्नुभएको लागि। अनि आशा गर्दछौँ तपाईँहरू निश्चय पनि आउनुहुनेछ अनि यहाँ सम्भागी हुनेछ। हामी तपाईँलाई फेरि पनि एकचोटि हामी सबैले हामी स्वागत गर्छौँ। जय मसीह, धन्यवाद। ल हामी जाँदैछौँ। बाई।